हेलो साथीहरू, स्वागत छ हजुरहरूलाई मेरो भिडियोमा। हजुरहरू सबैजना आरामै हुनुहुन्छ? म पनि एकदम ठिक छु। अनि आज चाहिँ मलाई दिउँसो चाहिँ एकदम जोडले भोक लाग्यो। भोक लागिसकेपछि मैले चाहिँ ठ्याक्क लागेर मेरो दिमाग प्याज टमाटर धोएर खुर्सानी धोएर सर्टसुट काटिहालेँ फटाफट। त्यति काटिसकेपछि मैले देखाइसकेँ, हजुरहरूले देखिसक्नुभयो मैले के नास्ता खान लाएको रहेछु भनेर। त्यसपछि मैले नास्ता बनाउन लाएको थियो वाइ। अनि त्यसपछि साथीहरू फटाफट त्यति गरिसकेपछि मैले चाहिँ खुर्सानी धेरै हाल्दिनँ, किनभने मेरो नानीले खाँदैन खुर्सानी, पिरो हुन्छ नि त बच्चालाई। अनि त्यसपछि साथीहरू मैले फटाफट बनाउन सुरु गरिसकेँ। यति बनाउँदै के थिएँ, मेरो नानीले चाहिँ चाउचाउ मागेर हैरान गरेकी थिइन्। अनि मैले तिनलाई चाउचाउ पनि दिइहालेँ। बच्चा हुन्, हल्का हल्का दिइहाल्नुपर्छ, के गर्नु, खास जङ्क फुड त खुवाउनु हुँदैन। तर पनि बच्चाहरूले नमानेपछि बच्चाहरूको जिद नै आमा बाबुको हार हुन्छ कि साथीहरू। कहीँ पनि झुक्न नपरेको बाबुआमा बच्चाको लागि झुक्नु पर्छ अरे भन्थे मान्छेहरूले। तर यो चाहिँ कुरा रियल रहेछ। अनि मैले चाहिँ अहिले भोगिरहेको छु है साथीहरू। अनि मैले चाहिँ अब चाउचाउ बनाउँदाखेरि मेरो त्यो तबेली चाहिँ हल्का पातलो थियो नि त। अनि त्यस कारणले मैले चाहिँ चाउचाउ डढिहाल्छ भनेर सबै कुरा पहिला आफू नजिकै राख्छु क्या। मैले जे गर्दा पनि सबै चिज आफूले रेडी राखेपछि, सबै कुरा रेडी गरिसकेपछि मात्रै मैले स्टार्ट गर्छु। देख्न सक्नुहुन्छ मैले पानी पहिले भरेर ल्याइसकेँ, नुन तेल बेसार सबै चाहिने कुराहरू चाउचाउहरू पहिले फोडिसकेँ। त्यसपछि त्यसलाई फटाफट भुट्दैछु। मैले चाहिँ यस्तो दिमागमा पहिले काटिसकेको थिएँ टमाटर प्याज चाहिँ पहिला काटिसकेको थिएँ, पछि चाहिँ भिडियो बनाएँ। किनभने मेरो दिमागमा यसो आयो कि ठिक छ नि त, साथीहरूलाई पनि सेयर गरिदिउँ न त मैले खाएको कुराहरू भनेर चाहिँ सेयर गरिदिएको साथीहरू। त्यस्तो त्यो लौ खाएको भिडियो बनाई, कहिले नभएको चाउचाउ देखाएँ, कसैले नदेखेको चाउचाउ, त्यस्तो चाहिँ नभनिदिनु है। र साथीहरू अर्को कुरा हजुरहरूलाई म के भन्न चाहन्छु भने मेरो फेसबुकमा र युट्युबमा पनि भिडियोहरू मैले हालिरहेको छु है, निरन्तर रूपमा। डेली त पाएको छैन, किनभने एउटा फोन छ, एउटा फोनमा भिडियो बनाइदिने कसले, त्यस्तो दिमागमा डेली कन्टेन्टहरू पनि आउँदैन। अब त्यो आफूले गरिरहेको दिनचर्याहरू त देखाउन मन लाग्छ, हजुरहरूलाई सेयर गर्न मन लाग्छ, तर पनि भिडियो बनाइदिने मान्छे हुँदैन। बच्चासँग एकदम गाह्रो हुन्छ क्या साथीहरू। त्यही भएर मैले कहिले कस्तो भिडियो बनाउँछु, त्यही पनि मैले मेरो युट्युबमा गएर पनि हेरिदिनु होला। मैले युट्युबको लिङ्क पनि हजुरहरूलाई मेरो कमेन्ट बक्समा मैले छोडिदिने छु, र टिकटक फेसबुक पनि हेरिदिनु होला है साथीहरू। र अर्को कुरा साथीहरू, मलाई चाहिँ यो वाइवाई भन्दा पनि यहाँ चाहिँ वाइवाई मात्रै पाइन्छ, अरू पाइँदैन। नेपालबाट आउने मान्छे भइदिएको भए मैले चाहिँ यसरी मगाउँदै थिएँ नि पिरो चाउचाउ चाहिँ खान हुँदैन होइन। तर पिरो लास्टै के त्यो भन्नाले असर गर्छ अरे होइन। त्यो पिरो चाउचाउ असर गरे पनि यस्तो खान मन लागिरहेको छ नि। झन् अरू त्यो भन्दा पनि साथीहरूले के है, त्यो मोबाइलमा फेसबुक चलाउनेहरूले, टिकटक चलाउनेहरूले युट्युबहरूमा हेर्छु, खाएको मात्रै भिडियो आउँछ साथीहरू, यहाँ पाइँदैन। मैले एकचोटि किनेर खाएको थिएँ 150 रुपियाँ हालेर, अनि त्यो चाहिँ अर्कै हुने रहेछ है। मलाई चाहिँ कोका जस्तै न कस्तो न कस्तो भयो, अनि मलाई मन परेन। महँगो भए पनि इच्छा पुरा गर्छु भनेर किनेको थिएँ, तर त्यो मलाई राम्रो लागेन। हाम्रो नेपालको जस्तो त सामानहरू मिठो कहीँ पनि पाइँदैन। मैले चाहिँ धेरै नै मिस गर्छु। मैले मेरो नेपालमा भएको सबै चिजहरू, अहिले त सुन्तला खाने सिजन छ, अमिलो माल्टा हो, माइ गड मैले त धेरै मिस गरिरहेको छु। म आएँ भने त यसरी खान्छु नि भन्ने सोचेको छु। अनि साथीहरू, अनि यो फेसबुक र युट्युबमा काम गर्न पनि यत्तिकै सजिलो चाहिँ छैन है साथीहरू। अनि यो भिडियो बनाउनु पर्यो, एडिट गर्नु पर्यो, त्यस्तो राम्रो एडिट गर्न पनि आउँदैन। भर्खर सुरु गरिरहेको छु। मैले चाहिँ केही पनि एडिट गर्दैन, सिर्फ भनेको आफूले भिडियो बनाउँदाखेरि यस्तो काट्ने मात्रै हो, हल्का कट मात्रै गर्छु। म चाहिँ क्यापकट युज गर्छु। यहाँ पनि त्यही क्यापकट युज गर्दा पनि VPN चलाउनु पर्छ, टिकटक चलाउँदा नि VPN चलाउनु पर्छ, किनभने इन्डियामा ब्यान भइसकेको छ नि त। अनि साथीहरू, मेरो भिडियो कस्तो लाग्छ गएर हेरिदिनुहोस्, र लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्न नबिर्सिनु होला साथीहरू। र साथीहरू अर्को कुरा,
जस्तो यो युट्युब फेसबुकमा काम गर्न नि यत्तिकै सहज छैन कि साथीहरू। त्यसलाई टाइम टु टाइम चाहिन्छ जे कुरा पनि के जस्तो हामी कहीँ कसैको जब गर्न लाग्यौँ भने पनि त अनि हाम्रो ड्युटी टाइम फिक्स हुन्छ नि त, त्यस्तै हो यो पनि। त्यहाँ पनि मिहिनेत गर्नुपर्छ, त्यति राम्रो राम्रो कन्टेन्ट पनि आउँदैन। अब कन्टेन्ट क्रिएटर बन्न पनि धेरै नै गाह्रो छ साथीहरू। तर हजुरहरूले मलाई हल्का हल्का दिमागमा राम्रो राम्रो कुराहरू भरिदिनु होला साथीहरू। अनि हजुरहरूसँग गफ गर्दा गर्दै अनि मेरो चाउचाउ पनि पाकेर रेडी हुन लागिसक्यो। मेरो छोरीले चाहिँ त्यो हेर न खोस्टामा चाउचाउ छ अझै भनेर मागिराखी छिन्। अब पाकेपछि खाउली भनेर तिनलाई मैले बोलाइरहेको छु साथीहरू। हेर्न सक्नुहुन्छ साथीहरू, मेरो चाउचाउ चाहिँ पाकेर रेडी भइसक्यो। मैले त्यसलाई बन्द पनि गरिहालेँ र मैले तातो चाउचाउ खानुमा वाह क्या मजा छुट्टै हुन्छ। अनि मैले त्यो मेरो चाउचाउ मैले चाहिँ मेरो नानीलाई हाल्दै, किनभने नानीले अलिकति खान्छन् भनेर थोरै हाल्दिएँ। तातो थियो, अहिले खानु हुँदैन, पिरो अनि के अरे भन्छ अरे तातो हुन्छ भनेर। अनि आफूले चाहिँ किनभने अब भिडियो लामो हुनसक्छ साथीहरू, त्यसैले मैले हजुरहरूलाई चाहिँ देखाएर ल हेर्न सक्नुहुन्छ भनिहालेँ। र मैले खाएँ, यति मिठो बनेको थियो नि साथीहरू। थ्याङ्क यू सो मच साथीहरू, बाई बाई।